आदरणीय अध्यक्षज्यू, त्यसैगरी पार्टीका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि माननीय राजेन्द्र प्रसाद लिङ्गनज्यू, पार्टीका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीज्यू, पार्टीका उपाध्यक्ष माननीय विक्रम पाण्डेज्यू, पार्टीका उपाध्यक्ष यही सुर्खेतकै तपाईहरुकै धरोहर आदरणीय दाजु मुकुन्द श्याम गिरिज्यू, पार्टीका उपाध्यक्ष हेमजङ गुरुज्यू र तपाईकै कर्णालीको चेली पार्टीका महामन्त्री कुन्ती कुमारी साईज्यू, सहमहामन्त्री धनबहादुर बुढा लगायत सहायक महामन्त्री सबै र माननीय ज्यूहरू लगायत सबै यत्रो यो तातो घाममा पनि यहाँ उपस्थित भएर हाम्रा कुरा सुन्नलाई जम्मा हुनुभएका मेरा प्रिय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीमा स्वीकार्नुहोस् जय राष्ट्रवाद, जय नेपाल सबैलाई। आज हामी सुर्खेतमा छौँ। हामीले यो प्रदेशको राजधानी हो भन्ने कुरा गर्छौँ, तर यो सुर्खेतको परिचय के हो? हामीको यो सुर्खेतको अगाडिको नाममा हामीले लेख्ने गर्छौँ वीरेन्द्रनगर सुर्खेत, तर तपाईको आँखा अगाडि जसले यो वीरेन्द्रनगर बनाउनु भयो राजा वीरेन्द्रको शालिग तोडफोड गरिएको छ। हेर्नुहोस् त्यहाँ आँखा अगाडि। सुर्खेतका जनताले त यो शालिग तोड्नेलाई घोडाल्नु भनेको त आफ्नो अस्तित्व मास्नु बराबर हो। त्यो हुनाले यो राजा वीरेन्द्रको शालिग पहिला जस्तो थियो त्यस्तै बनाइन्छ, यो इतिहास यहाँ पुनर्जीवित गरिन्छ। यो कुराका उद्देश्यका साथ आज म तपाईँलाई उद्देश्य गर्न चाहन्छु। र अर्को कुरा, हामी कर्णालीबाट प्रतिनिधित्व गर्छौँ, काठमाडौँमा जान्छौँ, संसदमा आवाज राख्छौँ, तर दुःख लाग्दो कुरो तपाईहरुले चुनाव जिताएर पठाएका मान्छे कर्णालीमा बजेट कम हुँदा बोल्दा पनि बोल्दैनन्, तपाईहरुको आवाज सुन्न पनि सुन्दैनन्। अस्ति मात्रै कर्णालीको कुरामा हामीले झापाको क्षेत्र नम्बर केपी शर्मा ओलीज्यूको क्षेत्र नम्बर र धनुषाको क्षेत्र नम्बर 4 र 3 विशेष गरेर हाम्रो भौतिक पूर्वाधार मन्दिरको क्षेत्रमा 8 अर्ब पैसा जाँदा हाम्रो कर्णालीका 10वटा जिल्लामा 7 अर्ब रुपैयाँ आयो। अनि यो विभेद भयो, यसको विरुद्धमा खडा हौं, यसको प्रतिवाद गरौँ भन्दाखेरि यहाँ कर्णालीबाट जितेका कोही सांसद पनि उठेनन्। ती कर्णालीका सांसद हुन् कि काठमाडौँका कुनै कसैका चेला र रैती हुन्, त्यसको जवाब तपाईहरुले माग्नुपर्छ। यहाँबाट आज हामीले सडक बनाउनु छ, जुम्लामा स्याउफल छ, डोल्पामा यार्सा गुम्बा छ। आज मात्रै कर्णाली प्रदेशमा 96 किसिमको जडीबुटी पाउँछ। आज मात्रै कर्णाली जलविद्युतको प्रचुर सम्भावना भएको क्षेत्र मात्र होइन, यो देशभरि 83,000 मेगावाट जलविद्युत क्षमता छ भने त्यसको 60% क्षमता कर्णाली प्रदेशले बिलोङ्स गर्छ। हामी स्वर्ग बन्न सक्छौँ। यही तपाईको रारा ताल छ, सियो फोक्सुन्डो छ, रारा जाने बाटो आज पनि धुलाम्य छ। यो बाटो पिच गर, तिमीहरूको बहुको बजेट होइन भनेर संसदमा मैले बोल्दा कर्णालीका सांसदले मलाई साथ दिएनन्। तपाईहरुले त्यसैका लागि भडालेको। हामीले माबु हुँदै दैलेखबाट रारासम्म बाटो पुर्यायौं। यदि कर्णाली करिडोरलाई राम्रो बनायौं भने बिहान बल्टियाबाट उठेर राराताल घुमेर बेलुका बल्टी सुर्खेत आइपुग्न सक्ने अवस्था हुन्छ। आज बिजुलीको कुरा छ, प्रचुर सम्भावनाका साथ आज जुम्ली जनताले जनमत नदिएको भए आज तपाईको सुर्खेतमासम्म पनि राष्ट्रिय प्रसारण लाइन 132 केबी आउनेवाला थिएन। आज हामीले जुम्ला लिनुपर्छ भनेपछि त्यसको बाटो सुर्खेत पर्यो। कुलमान घिसिङ र हामी र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेन तपाईको ऊर्जा मन्त्री भएको बेला 132 केबी विद्युत प्रसारण लाइनलाई हामीले जुम्लाको खलङ्गाको तलपट्टि रहेको उमगाडामा हामीले 132 केबी झन्डै 7 अर्बको प्रोजेक्ट लन्च गरिसकेपछि, त्यसको ठेक्का गरिसकेपछि बल्ल सुर्खेतमा अब 132 केबीको लाइन आउँदैछ। यही हो विकास। तपाईहरुका मान्छे त धेरै उप प्रधानमन्त्री भयो, धेरै मन्त्री भयो, अनि के गरेर बसेको त? शेरबहादुर दाइले अलिकति केही भनिहाल्छन् कि भनेर डराएर बस्छन्। म आज पनि भन्छु, मैले गलत गरिन भने म कसैसँग पनि डराउन्न। मैले गलत गर्नु भएन, कसैसँग डराउन्न। आफ्नो कर्मले बनाएको कर्म हो, आफ्नो कर्मका साथ अगाडि बढिन्छ। यसका दुई मत छ।
आज दलीय राजनीतिमा त्यस्तो भएको छ। यही बाटोको कुरा तल जानु पर्दैन। आज जुम्लाको स्याउ सुर्खेतका गल्ली गल्लीमा बेच्नु पर्ने थियो। जुम्लाको स्याउलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनु थियो। आज सुर्खेतमा यदि रारामा हामीले राम्रो बाटो बनायौँ भने सुर्खेतमा 5 स्टार होटल चल्छ कि चल्दैन? 5 स्टार होटल यहाँ चल्छ। किनभने कुनै पनि मान्छे रारा जानलाई सुर्खेत भएर जान्छ। यदि कर्णालीको बाटो मात्र बनायौँ, यदि डोल्पासम्म हामीले सियो फोक्सोसम्म बाटो जोड्यौँ, रारासँग बाटो राम्रो बनायौँ, सिमिकोटसम्म बाटो राम्रो बनायौँ भनेपछि सुर्खेत तपाईको काठमाडौँभन्दा बढी विकसित हुन सक्छ। यसको इतिहासका साथ हामीले अगाडि बढ्नु पर्दछ। तर दुःख लाग्दो कुरो, तपाईहरूले जिताएर पठाएका दाजुभाइहरू यो लाइनमा छैनन्। काठमाडौँका नेताले के भन्छन्, पूर्वका नेताले के भन्छन्, पश्चिमका नेताले के भन्छन्, त्यही कुरो सुनेर बसेको अवस्था छ। तपाईहरु पार्टी कुलो यहाँ भएको सबै राप्रपामा भन्दिन। कोही राप्रपा हुनुहुन्छ होला, कोही कांग्रेस हुनुहुन्छ होला, कोही माओवादी हुनुहुन्छ होला, कोही एमाले हुनुहुन्छ होला, तर हाम्रो आवाज एउटा मात्र हो कि कर्णालीलाई विकास गर्न दिनुपर्छ, होइन भने सडक र सदनबाट यसको जवाफ हामीले माग्नुपर्छ। यही हो हाम्रो आवाज। यसका साथ हामीले अगाडि बढ्छौँ। आज पिछडिएको क्षेत्र भन्छ, मैले हिजो मात्र भनेको कुरो नेपालको रुटिन अफ बन्दमा आएको थियो। कर्णालीलाई पिछडिएको क्षेत्र भन्छन्। हामी पिछडिएको हो? ल, हाम्रो ठाउँमा भएको चिज नेपालको अन्य कुनै ठाउँमा भएर देखाऊ। यासा गुम्बा तिमीहरू कहाँ छ? हामीहरू कहाँ छ? ल, हामीहरू कहाँ छ? शिलाजीत तिमीहरू कहाँ छ? हामीहरू कहाँ छ? स्याउ तिमीहरू कहाँ छ? हामीहरू कहाँ छ? तिमीहरू कहाँ छैन। आज पाँचौले छ? छैन। काँक्रेबिया तिमीहरू कहाँ छ? यहाँ छ। बुलबुले तपाईँहरू कहाँ छ? छैन, यहाँ छ। नेपालकै सबभन्दा ठुलो राराताल तिमीहरू कहाँ छ? छैन, हामीहरू कहाँ छ। शिवप्रचण्ड तिमीहरू कहाँ छ? छैन, हामी कहाँ छ। संसारको सबभन्दा सुन्दर ठाउँ कर्णाली छ। तर अहिलेसम्म कर्णालीमा समस्या एउटा मात्रै कुराको के भने नेतृत्व सही नभएका कारणले तपाईले चुनावमा जितेको मान्छे कहिले शेरबहादुर दाइको कार्यकर्ता, कहिले झापाको केपी शर्मा ओलीको कार्यकर्ता, कर्णालीको जनताको नेता नभएका कारणले गर्दा आज विकासमा पछाडि परिरहेको छ। तपाईहरुको साथमा के भन्छन् थाहा छ कहिलेमा? ए माननीयज्यू अलिकति बोल्दिन पर्यो, कर्णालीको रोडको लागि जाउँ न दाजुभाइ हो भन्दा शेरबहादुर दाइ रिसाउँछ भन्दा जस्तो पछाडि हेर्नु। अस्ति एमालेको सरकार थियो, यही प्रदेशबाट एमालेले पनि सांसद बनाएको छ। उहाँ मान्यज्यूलाई भने मैले, माओवादीका मान्यज्यू पनि हुनुहुन्छ, उहाँलाई त नेतृत्व गरेर जाउँ प्रचण्डजीको घरमा भने मैले। त्यतिखेर प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो। बाटो भएन भने माओवादीका महिमाबहादुर शाहीजीलाई भने मैले, तपाईँ नेतृत्व गर्नुहोस्, तपाईँको सरकार छ, हामी तपाईँका पछि पछि लाग्छौँ। कर्णालीमा बजेट भएन, बाटो भएन। आज मेरा दाजुभाइहरू बाटोमा गाडीमा चढ्दै गर्दा यहाँका थोत्रा गाडी र कच्ची सडकका कारणले गर्दा मृत्यु भोग्नुपर्छ। आज हाम्रा दाजुभाइलाई हत्या गरिएको छ। यो हत्या हो, यो सडक दुर्घटना होइन। यसको बाटोको सुधार गरौँ मैले। म यहीँ बस्दै गर्दा यहीँ सुर्खेतमा 2069-70 सालतिर भर्खर पढ्दै गरेका दाजुभाइहरू, भर्खर लोकसेवा आयोगमा नाम निकालेका दाजुभाइहरू, नेपाल प्रहरीको असैमा नाम निकालेका दाजुभाइहरू, भर्खरको युवा दाजुहरू सुर्खेतबाट गाडी चढेर कालीकोटको कहाँ खस्यो? कालीकोटको हाम्रो पिलीको तल तपाईको विद्यामणमा गाडी खस्दाखेरि रात दिनमा मरेर मृत्यु भयो। भर्खर अस्ति कालीकोटमा गाडी एक्सिडेन्ट भयो, सुर्खेतमा एक्सिडेन्ट भयो। आज के कारणले गाडी एक्सिडेन्ट भएको छ भने जम्मा एउटा कारण हो, यहाँको बाटो गतिलो छैन। त्यही भएर आज कर्णालीका जनताले दिउँसै मरेको जस्तो मृत्यु भोग्नु परेको छ। बाटो बनाउँ भने मैले मेरो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बजेट हाल भने बाटो बनाउँ भनेर जाँदा माओवादीका सांसदले फोन स्विच अफ गरे। ज्ञानेन्द्र साईले फोन गरिहाल्छ, कराइहाल्छ, बरु फोन स्विच अफ गरेर बसौँ। कांग्रेसका सांसदहरू जाउँ भन्दाखेरि चिल्लो गाडी चढ्छन्, यसो लौरो टेक्छन्, टक्क पढेर राजा महाराजा त कोही पनि होइनन्, उनीहरूभन्दा ठुला राजा महाराजा कोही छैन। चिटेक्क कपडा लाउँछन्। मेरो जस्तो कपडा लाउँदा देखाएको छ? सँगै फोटो खिच्दा पनि कालो लाग्दा जस्तो कपडा लाउँछन्। तर यहाँ बाटो बनाउँ भन्दाखेरि शेरबहादुर दाइ रिसाउँछ, बोल्नु हुँदैन, बोल्यो भने मेरो पद जान्छ। भोलि मलाई भोलि पार्टीमा टिकट दिँदैन, टिकट दिएन भने मैले चुनाव हार्छु भन्छन्। त्यही भएर आज सुर्खेती दाजुभाइ छातीमा हात राखेर भनेको, अब पार्टीलाई ओडाल्ने होइन, जो व्यक्ति असल छ
सत्यलाई भोट हालेर जिताउने हो यहाँ सुर्खेतबाट। त्यस्तो के गर्नुहोस्, तपाईँ काङ्ग्रेस हुनुभयो, तपाईँ हिमालय हुनुभयो, तपाईँ माओवादी हुनुभयो, यसले के दियो? प्रचण्डजी आएर तपाईँको घरमा आगो बालिदिने हो? शेरबहादुर आएर तपाईँको घरमा चुलो बालिदिने हो? तपाईँहरूका त्यो मान्छे पठाउनुहोस् जुन मान्छेले तपाईँको आवाज उठाउन सक्छ, जो मान्छेले तपाईँको प्रतिनिधित्व गर्न सक्छ, जुन मान्छेले पश्चिम सुर्खेतको तरकारीलाई बेचेर पश्चिम सुर्खेतका मान्छे धनी बनाउन सक्छ, जो मान्छेले देउदी बजेलाई प्रचार प्रसार गरेर यहाँको आम्दानी बढाउन सक्छ, जो मान्छेले काँक्रे बिहारलाई संसारभरि चिनाएर सुर्खेतलाई समृद्ध सुर्खेत बनाउन सक्छ, त्यो मान्छेलाई जिताउनुहोस्। खै त हामीले त गऱ्यौँ। म त जुम्लाको मान्छे जितायो मेरो दाजुभाइले, आँखा चेम्मा गरे, काङ्ग्रेसमा हडे, एमालेमा हडे, माओवादीमा हडे, खसी काटो भने फटाफट खसी काटेर खाया, भोट हप्पै मन हालेर पठाइदियो होइन? गरे त गरे, अहिले खुसी छन्, जानु त कोही दुखी छन्। अब त्यही मगोले भोट निहाल्ने मान्छे मात्रै खुसी छन्, बेखुसी छन् मलाई। हामीले 3 गुणा 11,000 राखिदिएका छौँ, कोही दुखी छ। सुर्खेतको गाउँ गाउँमा आज राष्ट्रिय प्रसारण लाइन छैन, तपाईँ जुम्ला जानुहोस्, आज गाउँ गाउँमा राष्ट्रिय प्रसारण लाइन हामीले खोजिराखेका छौँ। आज बिजुली कहाँ पुग्यो? जुम्लामा मैले चुनाव लड्दै गर्दा टेलिफोन सम्पर्क गर्न सकिँदैन थियो, आज तपाईँको गाउँ गाउँमा टेलिफोन हामीले पुऱ्याएका छौँ। तपाईँ भने अहिले यहीँबाट कसैले भिडियो कल जुम्लामा गर्छु भने सबै गाउँमा नहोला, तर जुम्लाका 80% गाउँमा आज तपाईँलाई यहाँबाट भिडियो कल गर्न सक्नुहुन्छ। जुम्लामा भत्केका पुल बनाइयो, जुम्लाका दूर दराजमा गाडी पुर्याइयो, हुँदा हुँदा जुम्ला र कालीकोट जल्ने मान्मको पुल, नाग्मको पुल यही सुर्खेतका सूर्यबहादुर खड्काजीले बनाउनु भएको थियो। त्यो क्वालिटी हिँड भयो भन्ने भत्काइयो, फेरि उहाँले बनाइदिनु भयो। अहिले सुन्नुभएको थियो कर्णाली प्रदेशमा बनेको पुल भत्काएर 1.5 वर्षमा फेरि अर्को पुल बनाएर सुन्नुभएको थियो, तर जुम्लामा भयो यो वर्ष त्यो परिवर्तन। जुम्लामा जानुहोस्, अहिले बाटो सिसाको बाटो पिच भएको छ, चेक गर्नुहोस् एकछिन। हामीले खल्दा खनी खनी इन्चले नापी नापी यदि भ्रष्टाचार कसैले गर्छ भने न भ्रष्टाचार गर्ने हो, न 1 रुपियाँ खाने हो, न 1 रुपियाँ खान दिने हो। कसैले यदि तपाईँको बिल भुक्तानी गर्दा त्यो कर्मचारीलाई जेल हाल्ने हो। बस यही सिद्धान्तको साथ हामीले जुम्लामा काम गरिरहेको छ। आज सुर्खेतमा किन भन्नु? पश्चिम सुर्खेतको बाटो आज धुलाम्मै छ। मैले अभियान चलाउँदै गर्दा आज जुम्लाको सडक पिच हुन सक्छ, त पश्चिम सुर्खेत किन पिच हुन सक्दैन? आज जानुहोस् त पश्चिम सुर्खेत, गुटुतिर जानुहोस् त, बाबिया चौरभन्दा उतातिर लानुहोस् न लगामतिर, हालत कस्तो छ। खै त्यो आवाज आज कसले भनेपछि जसले तपाईँले भोट हाल्नुहुन्छ त्यही पार्टीका ठेकेदारले त्यो बाटो अलपत्र पारेको छ। तपाईँका सांसदलाई त्यो आवाज उठा भन्दा मेरै पार्टीको मान्छेहरू मैले उठाएँ भने त चुनावमा पैसा दिँदैन, त्यही भएर भोट आउँदैन भनेर बोल्दा पनि बोल्दैन। यही हो तरिका। त्यो आएको हुनाले मेरा दाजुभाइ दिदीबहिनीहरू, अबको परिवर्तन एउटा मात्रै यो सुर्खेतले खोजेको, एउटा मात्रै यो कर्णालीले खोजेको। अब एकजना ज्ञानेन्द्र साई मात्र भएर भएन, अब आउने कर्णालीमा यहाँका 10वटा जिल्लाबाट नयाँ युवाहरू चुनावमा होमिनुहोस्। यसबाट यिनीहरूलाई परिवर्तन गर्नुहोस्, यिनीहरूलाई पत्ताचुत गर्नुपर्ने अब आवश्यकता छ। तपाईँ अहिले पनि पार्टी भनेर हिँड्नुभयो भने, अहिले पनि तपाईँहरू सङ्गठन भनेर हिँड्नुभयो भने कहाँ पुग्नुहुन्छ? पार्टी रह्यो यो देशमा, रह्यो। घाँटीको टाउको मूल्य तोक्ने र टाउको मूल्य तोकाइ पाउनेहरू त गठबन्धन गरेर चुनाव लडे यो देशमा, रह्यो पार्टीको सिद्धान्त। यदि यो देशमा सिद्धान्त हुँदो हो त, यदि यो देशमा सिद्धान्त भन्ने चिज हुँदो हो त, बिपी कोइरालाले के भन्नुभयो? यदि राजाको घाँटी कसैले काट्न आयो भने मेरो घाँटी माथि, राजाको घाँटी तल हुनेछ। राजा बिना यो देश सम्भव छैन भन्ने नेपाली काङ्ग्रेसका आज नेताहरू तपाईँको आज राजाको विरोध गरिरहेछन्। यही हो सिद्धान्त। त्यही भएर भन्छु, नेपाली काङ्ग्रेसका असली कार्यकर्ता हो, बिपी कोइरालाका साँच्चै कार्यकर्ता हुनुहुन्छ, यदि सिद्धान्तवादी हुनुहुन्छ भने तपाईँलाई स्पष्टका साथ भन्छु, राजा सहितको प्रजातन्त्रलाई स्वीकार गर्नुले अबको मूल मर्म र मान्यता हो, भन्दा अर्को विकल्प छैन। हामीले किन भन्यौँ? म सुर्खेतका दाजुभाइलाई सोध्न चाहन्छु, तपाईँहरूले केपी शर्मा ओलीजीलाई भोट हाले हो? खै हाले हो कि हात उठाएर हेरौँ त। छैन भने यसो गरौँ न, हाले त हाले भनौँ। धेरैले हालेर हेर्नु जस्तो लाग्यो मनमा। हाले हो? तपाईँले प्रधानमन्त्रीमा उहाँलाई भोट हाले हो? प्रधानमन्त्रीमा तपाईँले भोटै हाल्नु
प्रचण्डजीलाई प्रधानमन्त्रीमा भोट हाल्यो हो होइन। यहाँ त सांसद जिताउनु भयो एकजना मान्छेलाई, उहाँ गएर जानुभयो, प्रधानमन्त्री आफै भनिहाल्नु तपाईँले भोट हाल्यो बैठकीलाई पनि हाल्न पाउँदैन। के पाउँछ? तपाईँले गएर संसदलाई भोट हाल्ने, त्यो संसदले कसलाई छान्छ कसलाई छान्छ। त्यो हुनाले अबको विकल्प भनेको यो देशमा अब परिवर्तनको मुख्य आधार भनेको के हो भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अब चाहियो चाहियो चाहियो। यो माग अब हामीले अगाडि बढाउनुपर्छ। यही सुर्खेतका जनताले फैसला गर्छन् यो देशको प्रधानमन्त्री कसलाई बनाउने। तपाईँले हाले भोट, राष्ट्रपतिलाई तपाईँले हाले भोट, कसले हाल्नुभयो? रामचन्द्र पौडेललाई भोट यहाँबाट। तपाईँ राष्ट्रपति हुनुहोस् भनेर भोट हाल्यो छैन। अनि यिनीहरू के गर्ने? आफ्नो एउटा सानो ग्रुप बनाउने, एउटा टिम बनाउने, अनि त्यो टिम बनाएर चाहिँ राष्ट्रपतिमा पनि के गरिदिने, उनीहरूले आफै चुनेर जाने। त्यही भएर अब हामीले भनेका छौँ यो प्रदेशमा अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहियो। देशको प्रधानमन्त्री जनताले चुन्ने। खै तयार गर्दैन हुनुहुन्छ, खै हात उठाउनु त तयार हो, खै उठेन, पर पछाडिका रहेनछन्। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिने हो, आवाज आएन, चाहिने हो। केपी शर्मा ओलीजीलाई भन्न चाहन्छु, शेरबहादुर दाइलाई भन्न चाहन्छु, अब सुर्खेतको जनता जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो, तयार छ आफ्नो प्रधानमन्त्री आफै चुन्ने, संसदले होइन। तपाईँलाई अर्को कुरा भन्छु, प्रदेश ल्याएका छन्, माननीय भागा छन्, गाडी कुदाएका छन्, मोज मस्ती गरेका छन्। तपाईँ यहाँ सुन्नु, यही कर्णाली प्रदेशमा 8 वर्षमा 340 अर्ब पैसा आएछ। 340 अरब भनेको कति? 340 अरब भनेको 3 खर्ब 40 अर्ब पैसा आयो। 1 अर्बको एउटा फ्याक्ट्री मात्र लाउने हो भने 340 वटा फ्याक्ट्री लाग्छ। ल भन्नु, एउटा फ्याक्ट्रीमा 500 जनालाई मात्रै रोजगारी दिने भइदियो भए आज हाम्रो पैसा कति हुन्थ्यो? मिनिमम 1.5-2 लाख मान्छेले रोजगारी पाउँथ्यो। हाम्रो कर्णालीमा त्यति मान्छे त होला होइन। अब आज प्रदेश पालेर के भएको छ? मुख्यमन्त्री चेन्ज भए, कति भए थाहा छैन, मन्त्री भएका भएछन्, सांसद भएका भएछन्। हामीलाई त्यो पैसा ल्याएर हामीले हस्पिटल खोल्न सक्छौँ, स्कुल राम्रो बनाउन सक्छौँ, बाटो राम्रो बनाउन सक्छौँ, कल कारखाना राम्रो बनाउन सक्छौँ। त्यही भएर प्रदेश संरचना चाहिँदैन, स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने, प्रदेश खारेजी गर्ने, स्थानीय तह जिउका त्यो राख्ने, यही कुरामा तयार हो। हामीले यो लाइनमा जानुपर्छ। हामीले राजा चाहिन्छ भन्यो, धेरैले भने त्यही वंशवादमा जान लाग्यो। राजा किन चाहियो भने हामीले राजा शासन गर्ने होइन, राष्ट्रपतिको ठाउँमा राजा चाहियो भनेको। आज रामचन्द्र पौडेल महामहिम राष्ट्रपतिलाई हामीले निर्वाचनमा भोट हालेको होइन भने राष्ट्रपतिको ठाउँमा राजा भयो भने जम्मा 2टा कुरा हुन्छ। हाम्रो राष्ट्रपति विदेश भ्रमण जाँदाखेरि हाम्रो इज्जत छ? राष्ट्रपति कसको? काङ्ग्रेसको। अहिलेको राष्ट्रपति कसको? खै नारा लाउँदा अहिलेको राष्ट्रपति कसको? काङ्ग्रेसको। अगाडिको राष्ट्रपति कसको? एमालेको। जनताको राष्ट्रपति हुनु उनीहरू होइनन्। त्यही भएर हामीले के भन्यौ? राजा सबैको साझा हो। राजा राष्ट्रपतिको ठाउँमा बसाउने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने, प्रदेश खारेज गर्ने, पैसा बचाउने, कल कारखाना उद्योग खोल्ने, कर्णालीमा विकासको लहर छाउने बासै हो, अरू केही पनि होइन। अर्को कुरा तपाईँलाई आज लुकेको कुरा भन्न चाहन्छु। कर्णालीबाट पहिलो प्रधानमन्त्री को हो भन्नुहोस् त? होइन, मुख्यमन्त्री होइन, प्रधानमन्त्री हो। यो अहिले पनि आदान थाहा नै। कर्णालीको पहिलो प्रधानमन्त्री मरिजमान सिंह श्रेष्ठ सल्यानबाट राजाले बनाइदिनु भएको हो। यिनीहरूले बनाए कर्णालीको मान्छेलाई प्रधानमन्त्री। सबभन्दा बढी युद्ध यिनीहरूले लडे हो कि होइन कर्णालीको जनताले? अनि के भने दलितको मुक्ति हुन्छ, गाउँ गाउँ जाउँ, हतियार बोकाउँ, गीत गाउँथे। के थाहा छ? हामी पनि जाउँ छैन सरर भेलैमा, घर बसेर हुँदैन, अब त देशमा क्रान्ति चलेको बेलैमा भन्ने गीत गाउने। दलित मुक्ति मोर्चा भन्ने
दलित मुक्ति मोर्चा जिन्दाबाद भनेर भित्तामा नारा लेख्थे। तर कर्णाली अञ्चलको अञ्चलाधीश दलितको छोरा उत्तर टमाटा थिए, याद छ कि छैन तपाईँको? तर आज दलितका लागि हतियार उठाउनेहरू, आज जनजातिका लागि हतियार उठाउनेहरू आज यहाँभन्दा अघिल्लो पटकको मन्त्री परिषदमा एकजना दलितको छोरालाई यिनीहरूले मन्त्री पनि बनाएनन्। अनि यही हो आन्दोलन। अहिलेको मन्त्री परिषदमा दलितको छोरा फुल मन्त्री छैन यो देशमा, राज्य मन्त्री बस्नु भएको छ। त्यो भएको हुनाले मैले अहिले तपाईँलाई अनुरोध अपिल के गर्न चाहन्छु भने हाम्रो मुद्दा चारवटा। एउटा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। दुईटा, प्रदेश संरचना खारेज गर्ने। तीनटा, राजा सहितको प्रजातन्त्र। चारवटामा यो देश हिन्दू बुद्धिस्ट र किराँतहरूको वैदिक सनातन हो। यो देश हिन्दू सहितको वैदिक सनातन हिन्दू राष्ट्र चाहिनुपर्छ। यो हाम्रो पहिचान हो। बस मुद्दा यति हो, अरू केही पनि होइन। भ्रष्टाचारका विरुद्धमा हामी एकजुट बनेर लाग्नुपर्छ। पूर्व पश्चिम उत्तर दक्षिणबाट लाग्नुपर्छ। अब सुर्खेतका जनताले पार्टी हेर्ने कि व्यक्ति हेर्ने? हात उठाउ त। पार्टी हेर्ने कि व्यक्ति हेर्ने? पार्टी कि व्यक्ति? त्यही भएर सबैलाई जाँदा जाँदै म भन्न चाहन्छु साथीहरू, आज अलि छोटो समय छ। तपाईँहरूसँग धेरै यो भाषण गर्नुभन्दा पनि तपाईँहरूसँग मेरो अपिल के छ, अनुरोध के छ? यो वीरेन्द्रनगरको इतिहास राजा वीरेन्द्रको शालिग हो। सबैले पहिला राजा वीरेन्द्रले बनाइदिया डिजाइन हो नि यो वीरेन्द्रनगर। आज राजा वीरेन्द्रले छुटाइदिएको जग्गामा यिनीहरूले आज मुख्यमन्त्रीको कार्यालय बनाएका छन्। त्यो भएको हुनाले सबैलाई एकपटक वरपर जाँदै भन्न चाहन्छु, दुई हात माथि उठाउनुहोस् त। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिने हो? चाहिने हो? व्यक्ति रोज्ने कि पार्टी रोज्ने? व्यक्ति रोज्ने। ल सुर्खेतका दाजुभाइ हो, फेरि पनि आउँदै गरौँला, भेट्दै गरौँला। अहिले पनि भन्न चाहन्छु प्रधानमन्त्रीज्यू, एमाले काङ्ग्रेस माओवादीका दाजुभाइ हो, राजालाई स्वीकार। राजा सहितको प्रजातन्त्रमा हो। मदन भण्डारीका कार्यकर्ताहरू, दिदीका कार्यकर्ताहरू राजा मान्छन्, अहिलेका डलरेका कार्यकर्ताले राजा नमान्न सक्छन्। त्यो भएर राजा सहितको प्रजातन्त्रमा हो। जय राष्ट्रवाद, जय नेपाल सबैलाई। धन्यवाद। आदरणीय व्यक्ति